उनका छोरा केही वर्ष अगाडि बारीमा काम गर्न जाँदा चट्याङ लागेर मरेका थिए। तबदेखि उनी अघोरी जस्तै भइरहेकी थिइन्। झाँक्रीको कुरा सुनेर गाउँलेहरू परिवार सारा झस्किए। नमस्कार, यहाँहरूलाई स्वागत छ पुरानो कथा च्यानलमा। आज मैले निकै नै डरलाग्दो कथा लिएर आएको छु र सुरु गर्छु है त यो कथा भन्नको लागि। आजको कथाको शीर्षक छ सालघारीको बोक्सी। एका देशमा एउटा गाउँ थियो। त्यो गाउँ वरिपरि ठुलो जङ्गलले घेरिएको थियो। गाउँ जङ्गलको बीचमा थियो। त्यो गाउँको नाम लिम्बू गाउँ थियो। अनि त्यो ठाउँको नाम थियो सालघारी। पुराना बुढापाकाहरू भन्थे त्यो गाउँको डाँडामुनि बोक्सीहरूको वासस्थान छ। त्यसैले मान्छेहरू राति एक्लै जङ्गलमा जाँदैन थिए। अझ बर्खाको रात झनै डरलाग्दो हुन्थ्यो रे। लिम्बू गाउँमा एकजना बुढा झाँक्री थिए। उनको नाम थियो मुखिया पासाङ लिम्बू। उनी त्यस गाउँका सबैभन्दा बुढापाका र पुराना थिए। अनि उनी आँखा अलि धमिलो देख्दथे, तर उनी कान सुन्थे। उनको कान यति टाठो थियो कि अरूले सासले बोलेको पनि सुन्थे। गाउँका कोही मानिसहरू बिरामी परे भने, कोही मानिसहरू हराए भने, कोही मानिसहरूलाई दुःख आपत परो भने सबै आपत परेका मानिसहरू सबै पासाङ झाँक्री कहाँ पुग्थे। एक दिनको कुरो हो। त्यो लिम्बू गाउँमा एउटा सानी केटी हराइन्। उनी सबैभन्दा कान्छी सानी थिइन्। उनको नाम रूपा थियो। रूपा बिहानै बारीमा गएकी थिइन्। साँझसम्म रूपा फर्किनन्। परिवार र गाउँले सबै रूपालाई खोज्न निस्किए। सारा बारीमा रूपालाई खोजे तर पाएनन्। बरु रूपाको खुट्टाको डोबहरू बारीको छेउमा ताजा भेटियो। ती डोबहरू सालको जङ्गलतिर फर्किएका थिए। त्यो जङ्गल डरलाग्दो थियो, जहाँ मान्छेहरू जाँदैनथे। यसरी रूपालाई खोज्दा नपाएपछि उनका परिवार झाँक्री पासाङ कहाँ गए र मेरो नानी हराइन्। अब झाँक्रीबा जसरी भए पनि खोजिदिनुहोस् भने। झाँक्रीबाले हुन्छ भने झाँक्रीले त्यो साँझ केही पनि खाएनन्। झाँक्रीले मुगाको धुप लिए, सिङ्गो लसुन र रुखको छालाबाट बनाएको बाजा बोके र झाँक्रीले भन्न थाले, त्यो नानी हराउनुको कारण बोक्सीको कारण हो। यो बोक्सी बाहिरबाट आएको होइन। यो बोक्सी हाम्रै गाउँमै लुकेको छ। झाँक्रीले जोखाना हेर्न लागे। उनले अक्षता चारै दिशा चढाए। रातभर मन्त्र पढे। जब बिहान भयो उनले भने, बोक्सी अरू कोही नभएर हाम्रै गाउँको एउटा विधुवा हो, जसको मनमा पुरानो रिस बाँकी छ। अनि त्यही पुरानो बदला लिनको लागि रूपालाई उसले आफ्नो पासामा राखेकी छे। झाँक्रीको कुरा सुनेर गाउँलेहरू परिवार सारा झस्किए। कुराको किटान नहुन्जेल सबै डराउँथे। गाउँमा एकजना वृद्ध सेती आमा थिइन्। उनी चुपचाप बसिरहेकी थिइन्। उनका छोरा केही वर्ष अगाडि बारीमा काम गर्न जाँदा चट्याङ लागेर मरेका थिए। तबदेखि उनी अघोरी जस्तै भइरहेकी थिइन्। झाँक्री पासाङले सेती आमाको घर अगाडि डाँडामा ठुलो पूजा गरे। घन्टी बज्न थाल्यो, रुख हल्लिन थाले।
आकाशमा कालो बादल मडारिँदै गड्याङ गुडुङ गर्न थाल्यो। झाँक्रीका आँखा राता राता सिन्दुर लगाए जस्तै भयो। अनि झाँक्री ठुलो स्वरमा चिच्याए, रूपालाई फर्काइदेऊ, तिमीलाई आदेश छ भने। झाँक्रीले त्यति भन्नासाथ सेती आमाको झुपडीभित्रबाट रूपा छटपटाउँदै निस्की। रूपाको आँखामा कालो बादल जस्तो रङ थियो र रूपाको ओठमा अजीब मुस्कान थियो। सेती आमाले गुनगुनाउँदै भनिन्, तिमी धेरै ढिला भयौ झाँक्री, अब ऊ मेरो हो। त्यति सेती आमाको कुरा सुनेपछि झाँक्री पासाङले आफ्नो ढोली बजाए, धुपको मुठा बालेर धुपको मुस्लो बनाउँदै मन्त्र पढ्न थाले। उनको मन्त्र थियो, ओम एहि क्लोरी बोक्सी विनाशनी स्वाहा। झाँक्रीले यो विधि अपनाएपछि सेती आमाको शरीर काँप्न थाल्यो थररर। उनको अनुहारबाट कालो रेखाहरू निस्किएर धुवाँ बन्यो र आकाशतिर गयो। उनी बेस्सरी चिच्याइन् अनि ढलेर लम्पसार परिन्। सेती आमा ढलेपछि रूपाको होस आयो। केही दिनपछि सबै कुरा सामान्य भयो। तर त्यो रात गाउँलेहरूले सेती आमाको झुपडीबाट कुकुर रोएको आवाज र मैला कराएको आवाज सुने। त्यस झुपडीमा कोही थिएनन्, तर झुपडीभित्रको भित्तामा लेखिएको थियो, म अझै फर्कन्छु, म अझै फर्कन्छु। त्यसपछि झाँक्री पासाङले एउटा बाँसको तान्त्रिक टोकरी बनाए र त्यो ठाउँ छोपे र भन्न थाले, बोक्सी कहिल्यै मर्दैन, उसलाई सिरिफ थुन्न सकिन्छ, नथुने फेरि फर्कन सक्छ। हजुरहरूलाई सालघारीको यो बोक्सीको कथा कस्तो लाग्यो? मन परेको खण्डमा कथालाई लाइक, कमेन्ट र सेयर गर्नुहोला। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। म छिट्टै अर्को रहस्यमय कथा लिएर आउनेछु। हस्त धन्यवाद, बाई बाई। झाँक्री पासाङले सेती आमाको घर अगाडि डाँडामा ठुलो पूजा गरे। घन्टी बज्न थाल्यो, रुख हल्लिन थाले, आकाशमा कालो बादल मडारिँदै गड्याङ गुडुङ गर्न थाल्यो। झाँक्रीका आँखा राता राता सिन्दुर लगाए जस्तै भयो। अनि झाँक्री ठुलो स्वरमा चिच्याए, रूपालाई फर्काइदेऊ, तिमीलाई आदेश छ भने। लिम्बू गाउँमा एकजना बुढा झाँक्री थिए। उनको नाम थियो मुखिया पासाङ लिम्बू। उनी त्यस गाउँका सबैभन्दा बुढापाका र पुराना थिए। अनि उनी आँखा अलि धमिलो देख्दथे, तर उनी कान सुन्थे। उनको कान यति टाठो थियो कि अरूले सासले बोलेको पनि सुन्थे। गाउँका कोही मानिसहरू बिरामी परे भने, कोही मानिसहरू हराए भने, कोही मानिसहरूलाई दुःख आपत पर्यो भने, सबै आपत परेका मानिसहरू सबै पासाङ झाँक्री कहाँ पुग्थे।